हेलो गुड मर्निङ ओहायो गोजाइमास आज चाहिँ म वर्ल्डको थर्ड टलेस्ट बुद्धको स्ट्याचु हेर्न जाँदैछु जुन चाहिँ जापानको इवाराकी प्रिफेक्चरमा रहेको छ र उसुकु दाइबुच्चु भनेर चाहिँ चिनिन्छ। जापानको चाहिँ एउटा के कल्चर छ भने कुनै पनि मन्दिर छिर्नुभन्दा अगाडि चाहिँ यसरी हात धुने धारा राखिएको हुन्छ। त्यसमा चाहिँ हात धुएर बल्ल हामी पस्छौँ। ल अब हेर्नुहोस् है वर्ल्डको थर्ड टलेस्ट बुद्धको स्ट्याचु। यसको उचाइ भनेको चाहिँ 120 मिटर रहेको छ। हामी चाहिँ बुद्धको स्ट्याचु भित्र छिरिसक्यौँ। अँध्यारो अनि बत्ती बल्दाखेरि त कस्तो राम्रो रहेछ कि बाहिर हेर्दा त्यो वाटर झरिरहेको छ नि एकदमै राम्रो देखेको थियो। अनि अर्कै वालमा आए खालको मलाई चाहिँ फिल भएको थियो। अनि वरिपरि उता चाहिँ बुद्धको मूर्तिहरू थियो जुन चाहिँ सबै नेचरसँग रिलेटेड मूर्तिहरू रहेछ। अब चाहिँ हामी सेकेन्ड फ्लोर तर्फ जाँदैछौँ। सेकेन्ड फ्लोरमा चाहिँ यो बुद्धको कन्स्ट्रक्सन प्रोसेसहरूको बारेमा लेखिएको रहेछ, कसरी बनाइएको थियो त्यो भनेर चाहिँ। अनि यसको यो चाहिँ बुद्धको बिग टोय हामीले हेरौँ। यो बुद्धको स्ट्याचु चाहिँ 1993 एडीमा चाहिँ ओपन भएको रहेछ। यो चाहिँ सबै कन्स्ट्रक्सन प्रोसेसहरूको बारेमा देखाइएको छ। यो चाहिँ थर्ड फ्लोर हो जसमा चाहिँ 3400 वटा चाहिँ बुद्धको स्ट्याचुहरू रहेका छन्। फोर्थ र फिफ्थ फ्लोरमा भने चाहिँ विन्डोजहरू छ जहाँबाट चाहिँ हामी बाहिर राम्रो भ्यू हेर्न सक्छौँ। लगभग 1 घन्टाको घुमाएपछि चाहिँ हामीले तोन्जिरो र निकुमान खायौँ। एकदमै मिठो थियो। वेदर चाहिँ बादल धुमेको थियो, पानी पर्न लागेको थियो, हल्का त पानी परिसकेको पनि थियो। यो चाहिँ गार्डन हो, साकुरा फुलेर एकदमै राम्रो देखिएको छ।
यहाँ चाहिँ इन्ट्री फी लाग्छ एडल्टको 500 येन लाग्छ भने चिल्ड्रेनको चाहिँ 300 येन लाग्छ गार्डन घुम्नको लागि मात्रै र गार्डन प्लस स्ट्याचु भित्रै घुम्ने हो भने चाहिँ एडल्टको 800 येन लाग्छ भने चिल्ड्रेनको 400 येन लाग्छ यो ठाउँ चाहिँ वर्षभरि नै खुल्दो रहेछ बिहानको 9:30 देखि बेलुकाको 17 PM सम्म चाहिँ खुल्दो रहेछ Thanks for watching my video. Arigatou gozaimasu.